एकदम रमाइलो भइरहेछ है ल हामी चाहिँ माथि जान लाग्छौँ है ल ल ल हिँड्यो ल हामी चाहिँ माथि जान लाग्छौँ है ल यता हुनुहुन्छ हाम्रो भेनाजु ल यता हुनुहुन्छ हाम्रो मामाजी ल ल ल ल ह्याप्पी होली ल ल ल ल ह्याप्पी होली ओइ हाम्रो राइडर मामाले हालिसक्नु भएको छ बाइक उता खोलादेखि एकदम रमाइलो भइरहेको छ सबैजनालाई ह्याप्पी होली बाइक चाहिँ खोलादेखि जाँदैछ अनि त्यो चाहिँ पुल एकदम कच्चा छ त्यही भएर खोलादेखि हाल्नुपर्ने अवस्था यस्तो छ गाइस होलीको दिन ल आने ल हामी चाहिँ माथि डाँडामा जान्छौँ त्यही रमाइलो हुन्छ हाम्रो आजको होली ल हाम्रो आज जम्बो टिमै जम्बो टिम ल त्यो ल शिवचोकको माथिल्लो पुङ्ग्याउमा छौँ है ल हामी चाहिँ माथि जाँदैछौँ त्यो एकदम जम्बो टिम है हाम्रो जम्बो टिम हामी डाँडा वडा नम्बर 1 को जम्बो टिम है ल होली स्पेसल है आज ल एकदम रमाइलो हुनेवाला छ यो दिन चाहिँ ह्याप्पी होली ल ल मामा ह्याप्पी होली ह्याप्पी होली ह्याप्पी होली अहिले चाहिँ हाम्रो टिम यहाँ चाहिँ सामानको व्यवस्थापनमा छ अनि अब हामी एकछिनमा माथि जान्छौँ होइन अनि होली खेल्छौँ यहाँ चाहिँ होली चल्दैछ मामाजीको है ल अब चाहिँ हामी निस्किनु लागि पानी भर म चाहिँ अब यहाँ पानी भर्न जानलाई एकछिन होइन पानी चाहिँ लग्नु पर्यो एकदम तिर्खा लगाएर चाहिँ धारा चाहिँ त्यहाँनिर छ है ल बलर हानिरहेको रहेछ होइन यो उसले क्यामराले हामी चाहिँ यहाँ माथि यो डाँडा छ त्यहाँ जान छौँ अनि यहाँ चाहिँ पानी भन्ने हुन्छ टक लगाएर लोकल धारामा है ल अब निस्किनु लाग्यो हामी चाहिँ यहाँदेखि अनि हाम्रो यहाँ चाहिँ केपी दादा हुनुहुन्छ अनि चाहिँ हाम्रो मामाजी हुनुहुन्छ टोलीहरू चाहिँ हिँडिसक्यो है ल माथि हामी पनि जान लाग्छौँ अब माथि ल निस्किनु लाग्यो है ल ल ल ल अनि यहाँ चाहिँ हाम्रो मासु पकाउने भाँडो है ल ल यहाँ दल्नु पर्यो ल दल्नु पर्यो यहाँ दल्नु पर्यो यहाँ ल ल ल छैन ल अहिले पछाडि है ल ल पछि आइकन घसाउनु पर्यो नाचगान हुन्छ कि नै तिमीहरूकोतिर ल अहिले पछि ल हामी चाहिँ निस्किसक्यौँ यहाँदेखि
माथि त होला ल हामी चाहिँ पुगिसक्यौँ यहाँ यो डाँडामा हामी चाहिँ जाने ल हाम्रो यही हुन्छ रमाइलो अहिले आजको ल नर्किनै भन्ने हो ल नर्किन ल्याउनु त जानुपर्छ होला त यहाँ आजबाट जाउँला यता यही चौरो हामी अहिले यहाँ रमाइलो गर्ने है त ल पुगिसक्यो टोली ल जम्बो टाइम यहीँ हो अब हामीले रमाइलो गर्ने है त ल हाम्रो जम्बो टिम है ल डेकसेक पुरै छ होइन अनि यस डेक पनि आइसकेको छ ल अब यहाँ चाहिँ हामी अब यहाँ तयारी गर्नुपर्ने हुन्छ अनि दाउरा साउरा ल्याउनु पर्ने हुन्छ अनि चुलो चाहिँ यहाँनिर हुन्छ हाम्रो ओपनिङ फोटो चाहिँ हामीले क्लिक गरिसक्यौँ अनि अब बाइकहरू पनि उता छ लाइन होइन लाइनमै लाइन बाई लाइन छ ल यहाँ चाहिँ आगोको व्यवस्था हुँदैछ है यहाँनिर ल टोलीहरू चाहिँ जङ्गलतिर दाउरा खोज्न हिँडिसक्यो है ल यहाँ साजुने पनि आइसकेको छ साजुने ल के छ त्यो हालखबर ल हामी चाहिँ दाउरा खोज्न जाँदैछौँ होइन एकदम रमाइलो गर्नुपर्छ आज चाहिँ अनि आज सबै भेट भएको दिन होइन ओ ल दाउरा यसले जङ्गलदेखि रुखदेखि हाम्रो मामा चाहिँ आँसी ल्याएर यहाँ खसी ढाल्न लाग्नु भएको छ है हामी चाहिँ पानी ल्याउनु जानला जाऊँ खै जर्किन दिनु त यही हो जर्किन हाम्रो हजुर हुँदैन त्यो मबाट हामी चाहिँ तल पानी ल्याउनु जानुपर्ने हुन्छ अनि हामी चाहिँ एकचोटि पनि गएको थियौँ यहाँ नाइट क्याम्प हान्न हामी ऊ त्यहाँ माथि बसेका थियौँ है अनि हाम्रो मासु चाहिँ तल पाकेको थियो ऊ त्यहाँनिर अनि आज चाहिँ होली भएको कारणले हामी चाहिँ यसो रमाइलो गर्न आएको होइन यो भ्लग चाहिँ के गर्नुहुन्छ सबैजनाले हेरेर साथ सपोर्ट दिनु होला अनि सबैजनालाई ह्याप्पी होली भन्न चाहन्छु म है त ल अनि अगाडि चाहिँ यहाँ साजुने यो गाउँघरतिर यस्तै जर्किनमा पानी सानी ल्याउने काम लाग्छ यो जर्किन चाहिँ गाउँतिर अनि यसले चाहिँ यो एकदम रिच किटको फेरि यहाँ पैसा बोकिआक्यो फेरि खै 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 देखा त भाइ मान्छे त खत्रै हो क्या हो यो पनि यार ड्रिप्पी रे अझै आम्मा ल यही हो है यो हाम्रो खाने पानी यो चाहिँ मूल पानी हो फेरि फोहोर हुन्न नि यो मूल पानी ल बाबा भर त पानी कसरी भर्ने त नि व्यवस्था गर्न हो त्यस्तै गर्न यहाँ चाहिँ भर्न मिलेन अनि यहाँनिर चाहिँ भर्दैछ यसले राम्रोसँग भरै बाबु यो चाहिँ एकदम घना जङ्गल छ यहाँ चाहिँ हजुर यहाँ सक्नुहुन्छ घना जङ्गलको बिचमा भन्दा पनि साइडमा ठुलो चौर छ यता चाहिँ अनि यो सबै यो जाजरकोटको यो बारीकोट एरियादेखि सबै यतै आउँछन् कि पिकनिकहरू खाना होइन यही चौरमा आउँछन् एकदम रमाइलो गरेर जान्छन् होइन हामी पनि यहाँ चाहिँ होली भएको कारण चाहिँ जान्न त अनि आफूभन्दा ठुलो उसँग
कोही मामा पर्ने कोही दाइ पर्ने अरूसँग होइन रमाइलो गरिहालौँ त भनेर हामी आएको। अनि यहाँ चाहिँ हजुरले सक्नुहुन्छ यो भाइ चाहिँ यहीँ बस्दो रहेछ, यहाँ भेडा चलाउँदो रहेछ यहाँ चाहिँ। ल त्यो चाहिँ गइसक्यो त्यहाँ। अनि म पनि जान्छु। हामीले चाहिँ यहीँ पकाएको थियौँ कि अस्ति मासु, हामी नाइट क्याम्प आएको थियौँ कि यहाँ दसैँको बेलामा। यहाँ हजुर सकिन्छ। के छ हालखबर कान्छो? ठिक छ? यहाँ के गर्छौ यहाँ तिमी? खेल्छौ? घर कहाँ हो? हुरी कहाँ हो त्यो भने? जुम्ला हो? एहे जुम्लाको मान्छे चाहिँ यहाँ आछन् कि भेडाहरू ल्याएर हजुर हेर्न सक्छ। ऊ त्यहाँनिर पाल हालेछन् है, बिचौलाई धौ भइगयो त्यहाँनिर। ऊ कट्ठे गरेर जहाँ अब त्यति हुन सक्दैनस्। ल डाँका साले त्यस्तो लग्नुपर्छ नि मा बाबु, सक्दैनस् चाहिँ। खै हेरौँ हामी पनि जाति खाने नि। हेरौँ त यो गाइजहरू यसो त गाई गर्ने सबैजनाले हेरेर माया साथ सपोर्ट दिनु पऱ्यो यो भ्लगमा चाहिँ है। ल वाउ देखेन हो टिम जुतिसकेको छ उता हाम्रो। ल गाइजहरू डिजे बजाऊ डिजे। हैया थाक्यो है। आगो सागो बालेर रेडी भइसक्यो। हाम्रो कुकम्यानमा चाहिँ मामा मासु पाक्छ है अब एकछिनमा। जम्बो टोल चाहिँ यहाँ बस्नु भएको छ है हाम्रो। हाम्रो साउन्ड सिस्टम रेडी हुँदैछ टेक्निकलमा हाम्रो प्रकाश मामा हुनुहुन्छ यता, अनि सुरेन्द्र मामा। अनि यहाँनिर चाहिँ छ हाम्रो यो मासु पकाउने भाँडो, मासु पाक्दैछ। अनि यहाँ चाहिँ यो अरू केही सामानहरू छ, यहाँ मासु सासु के छ हजुर सक्नुहुन्छ। अनि अरू टोली चाहिँ त्यहाँ गफ हान्दैछ। म चाहिँ एकदम यहाँ प्रकृतिसँग रमाइरहेको छु। सक्नुहुन्छ एकदम घना जङ्गल छ है। ल यहाँ चाहिँ सुरु भइसक्यो है मासु बनाउनु। केटाहरू जाने नि त जाँदैन। मेनमा चाहिँ हाम्रो कृष्ण मामा हुनुहुन्छ यता। जाने त मासु पाक्दैछ यहाँ। के हो यो मासु काट्नेवाला यहाँ चाहिँ यो के गरी काट्यो हो? मान्छे यति धेरै छ। मेरो आटा हाल है हाम्रो लाउली जय खाउली मिठाई लाउली शिरमा शिरबन्दी मेरो सबै एकदम मजा आउँदैछ, रमाइलो हुँदैछ यहाँ। सो गाइज हामी चाहिँ अब यहाँबाट निस्किन लाग्यो है। ल जाम ल जम्बो टिम निस्किसक्यो यहाँदेखि है। ल एकदम रमाइलो भयो हाम्रो आजको यो पिकनिक। ल बिच
बिस्तारै बिस्तारै ल बिस्तारै यो ठाउँ छोडे हामी निस्किसक्यौँ है ल ओए ल ल हिँड्यो टोली ल आयो आयो ओए एकदम रमाइलो भयो आजको पिकनिक अब चाहिँ हामी यहाँ सामान बुझाउनु पर्ने हुन्छ है ल आउँदैछ हाम्रो जम्बो टिम ल सामान बुझ्यो कि नै सामान 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 पुग्यो सामान वाउ वाउ ल ठिक छ ल ल ल ल गेङ्गे ल हिँड 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 ल हिँड 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 एकदम रमाइलो भयो आज धुलो उड्यो शिर्पा चौरको आने 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 ल ल ल ह्याप्पी होली ह्याप्पी होली सबैले ह्याप्पी होली ल सबैलाई भएन कि यो जल्दी नै बुक गरे ल हिँड हिँड आँखै नदेखिने बनाइदेऊ त तिमीहरूले त यहाँ चस्मामा धुलो झार्दा अलिअलि जाम जाम ल ओ छातुरी मराउनु त जाऊ नमस्ते भाइ हिँड 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 छिटो नमस्ते भाइ तपाईँ पनि नमस्कार मैले त्यो मैले नमस्कार गरेँ भाइ किन गरिबेर भाइ माहौल छ है भाइ किन जमाउँदै ओ हुन्छ त भाइ जाउँ के छिटो होइन के बारे पछि आउँछु है ल हुन्छ भाइ ल ल ल छाचोरी ओइ ल ह्याप्पी होली छाचोरी ओइ के छ केपी दादा कस्तो भयो ओली खस्यो बाइकको त्यो हाम्रो खसीको गाडी बाइकको कभर खस्यो त्यहाँ
के छ केटाहरू कस्तो भयो अहिले त्यो होइन त समातेरै राख बाइक जाम कोही बिचमा हाल बिचमा वाउ सेमडेउ यार कुन आचरीले मुख पर्यो ह्याप्पी होली कताको नेतावटीको अस्ति मैले फाले ह्याप्पी होली ल यहाँ चाहिँ एकदम धमाकेदार भइरहेको छ है ल यहाँ चाहिँ एकदम रमाइलो भइरहेको रहेछ है ल ल ल भाइ बहिनी ल ल ल ल भाइ भाइ ल हिँड्यो है ल टोलीहरू ल ल ल सो गाइज म चाहिँ घर पुगिसकेँ होइन अनि एकदम रमाइलो भयो आजको होली चाहिँ अनि सबैजना ह्याप्पी होली वान्स अगेन अनि यो ब्लग चाहिँ यतिसम्म है त ल